यतिखेर चितवनको के अरे माथिल्लो डाङगढी भन्ने एउटा आधी घन्टा घुमाइ उल्टो बाटो हिँडेछु। पछि स्थानीयलाई सोध्दै गरेर यो भरतपुरको विशाल चोक भन्ने मेन हाइवेमा पुगेँ। त्यो के अरे माथिल्लो डाङगढी भन्ने यहाँबाट चाहिँ त्यहाँ पुगेर तिमीलाई त्यहाँको दृश्यहरू देखाउँछु। खबर 9 किलोमिटर भनेको छ। मैले सोधिरहनु पर्दैछ। यहाँबाट 18 किलोमिटर भनेको छ। 18 किलोमिटर छ यहाँको है। त्यो गढी पुऱ्याउँदै खबर आएपछि 400 मिटर चितवनको शक्तिखोर स्थित के अरे माथिल्लो डाङगढी जाँदैछु। यसको 7 किलोमिटर बाटो हिँडेपछि शक्तिखोर बजार र सँगैको शक्तिखोर पुलबाट बायाँ लागेर त्यसपछि 500 मिटर फेरि बायाँ लागेपछि यहाँबाट अझै 7 किलोमिटर हिँड्ने 7 किलोमिटर जानुपर्ने म्याप देखाएको छ। म्यापले 7 किलोमिटर जाऊ भनेको छ। त्यो डाँडामा चाहिँ आज माथिल्लो डाङगढी पुगेरै छर्नुपर्छ। हजुर 9 घरदेखि स्कुल 2 घन्टा बिस्तारै हिँड्ने। 2 घन्टा? हजुर जहिले पनि 2 घन्टा हिँडेर आउने हिँडेर जाने? हजुर। अनि यहाँ स्कुलको गाडी चलेको छैन? चलेछ। गाडी ढिला हुन्छ, त्यो पनि गाडीमा चढ्ने गरेको छैन। लिन्छ लिन्छ पैसा। हजुर महिनाको खै 600 कि कति हो छ। पढाइ त फ्री हो, कापी किताब आफ्नै। हजुर के भनेको थिएँ? कतिजनाको परिवार बनाएको? ए 4 जना। हजुर 3 जना थिए, 1 जना दादा मर्नु हो। मरेको। म 3 वर्ष थियो।
पढाइ राम्रै छ ठिकै सरहरूले पुरा क्लास पढाउनुहुन्छ कि कहिलेकाहीँ सरहरूले आउनुहुन्न कोही बेला सरहरूको काम परेर आउनुहुन्न उनीहरूको काम परेर नआउँदाखेरि पढाइमा बाधा के दिन्छ के अरे हुँदैन के अरे आफै पढ्यो भने बाधा केही हुन्न क्याप्टेन हुन्छ आफू पढ्ने भइहाल्यो अब टिचर्स नआएर होइन सरहरू नआएर स्पोर्ट्स पुरा त्यस्तो हुन्छ सर के अरे निस्केर जानुभयो के अरे यही इक्जामको टाइममा अहिले लोड नपढाएको आउँदाखेरिमा छोडिदिनु हालै त्यस्तो भएको अहिले भर्खर त्यस्तो भएको जस्तै तिम्रो जाँच आउनु लाग्यो होइन तर सरले नपढाउँदा तिमीलाई तिमीहरूको लागि गाह्रो हुन्छ त्यस्तो भएको अहिले हेरे अर्को हाल्नु हो गाह्रो त भएको थियो त्यो बेलामा स्कुलको नाम थियो स्कुलको चतुर्मुखी के अरे चतुर्मुखी चतुर्मुखी माध्यमिक विद्यालय हजुर खेती के हुन्छ खेती धान मकै गहुँ यता सम्फल सम्भवसम्म ठाउँतिर हेऱ्यो है नलान्ने हुन त हुन्छ सम्भवसम्म ठाउँ हेरेर ठाउँको नाम के हो हजुर पौडी कोही कोही ठाउँमा हो जानु टिकट काट्नुपर्छ झर्ना रिसोर्ट खोलेर खै 50 होला एकजनाको रिसोर्ट खोलेर त्यहाँ मलाई यो चोकमा छोडिदिनु है अब त्यही पर्छ कि घुम्ती बाटो के अरे बिस्तारै हिँड्दै गर्दै पर्छ चाहिँ यो बाइकहरू राख्छ यो बाइकहरू राख्छ यो पुलबाट हिँड्दै हिँड्दै जान्छ होइन यो पुलबाट हिँड्दै हिँड्दै यहाँबाट कति हिँड्नुपर्छ अझै एकजना हिँड्छौ तिमी बाटो राम्रो छैन चिप्लो राम्रो छैन ल बिस्तारै जाऊ है त राम्ररी पढाइ भाउ पढ्न चाहिँ छोड्नुहुन्न अब यहाँबाट कति गएपछि पुग्छ म 20 मिनट ए ल ल ल बाबु यार मान्छेहरू पढ्नलाई कतिसम्म हिँड्छ 2 घन्टा ऊ घरबाट स्कुल 2 घन्टा अरे स्कुलबाट घरसम्म 2 घन्टा लगाएर उसको अब किताब सिताब पनि स्कुलमै राख्ने होला एउटा कपी बोक्यो होला पछाडि छाता लिएर हिँडेको छ हेर मलाई त्यस्तो सुविधा भएर पनि पढ्न अल्छी गर्छु हेर यस्तै मान्छेहरू पछि पढेर ठुलो भयो भने यिनीहरू नै हेर कति माथि जान्छ अनि अब पनि बाबा जस्तै बस्नु त्यस्तै होस् अलिकति मेहनत गरेर पढ्ने हो भने ठुलो मान्छे मान्छेसँग अब यहाँबाट 20 मिनट छ जाउँ 20 मिनट यो ठाउँबाट अब झन्डै 4 किलोमिटर त्यसपछि माथिल्लो गरी आउँछ भनेर तपाईँले देखाएको थियो यता हामी
यस्तै विकट ठाउँमा नै प्रायः आदिवासी जनजातिहरूले किन बस्छ भर्खर मेरो बाइकमा मैले लिएर आएको भाइ चेपाङ भाइरहेछ यो ठाउँ यति रमाइलो लागेकोले एकछिन बाइक बोकेर यो भिडियो खिचेको मैले यहाँबाट 4 किलोमिटर त्यो गरी आउँछ गरीमा भेटाउन त यहाँबाट देखेको त्यो जङ्गलको घारी चाहिँ कहाँको थियो ए दाइ पनि नै हो ए चितवन बजार त उता भइहाल्यो भरतपुर त उता भइहाल्यो होइन यो शक्ति खोरकै जङ्गल हो त त्यो हो तपाईँ घडी पुगानु भयो र ए घडी अब यति भयो है माथि त्यही घडी घुम्नु अन्त मैले तल त्यो देखाएको थिएँ फिक्सिङ भनेर 40 किलोमिटर फिक्सिङ भनेको के गाउँ यो फिक्सिङ भनेर लेखाएको थियो एउटा त्यसमा 40 किलोमिटर भनेको छ कि अब 40 किलोमिटर यहाँबाट पनि भनेपछि अब त्यो गाउँ हो कि बस्ती हो कि ए मसँग के छ भनेर माथिबाट आएको होला मैले के बोकेको छैन खानेकुरा माथि बजारमा के छ भने किन ल्याउँछु तपाईँ यहीँ बसिराख है अहिले मसँग केही छैन माथि केक छ भने चाहिँ बिस्कुट सिस्कुट छ भने लिएर आउँछु त यहीँ बसिराख तर है ओके बाटो चाहिँ अफ रोड रहेछ लेभ रोड के हजुर त्यसलाई 1 किलोमिटर बाँकी छ अरे अझै 1 किलोमिटर बाँकीसम्म लेखाएको छ त्यहाँ त्यो गोरे पुललाई दाइको घर यतै हो नि दाइ ए भरपुर ए त्यो त म यसो हेरेको त्यहाँ नेटमा यहाँ गडी रहेछ भने थाहा पाएर नि सोध्दै आएको म्यापले त्यो भरतपुर नपुग्दासम्म म्यापले देखाउँदै देखाएन म त पश्चिमतिर गएको छु पछि मान्छेलाई सोध्दा छ पूर्वी चितवन भनेर कुन चाहिँ ए घोडी घोडी त यहीँ होला हो भनेपछि यो डाँडा उता कुन भाइ भेग रहेछ फेरि डाँडाको भेग चाहिँ कुन जिल्ला पर्छ भने कि यो डाँडाले जिल्ला छुट्याएको छ कि भने नि ए ए ए चितवन 2 नम्बर क्षेत्र ऊपर के गरी रे ऊपर दाङगढी आइयो ऊपर दाङगढी यहाँबाट जान्छौँ हामी अब डार्लिङ यहाँबाट ऊपर दाङगढी चढौँ
म आएको देखेपछि एकजना दाइ पनि स्कुल लिएर आँट गरेर आउनु भएको रहेछ। मान्छे दाइ यहाँ पहिला आइसक्नुभयो तपाईँ पहिला आइसक्नुभयो अनि भर आएको मान्छे अनि ठाउँमा पुगेपछि किन त फेरि अब तपाईँको मोबाइलमा हुन्छ दाइ आफै यता फर्स्ट टाइम आउनुभयो ए दाइ घर भरतपुर अनि यहाँ फर्स्ट टाइम म चाहिँ भक्तपुरबाट आएको यहाँ अफिसको काममा अनि बाइकबाटै अफिसको काममा आएकोले अनि यसो घुम्न पाएको। नेटमा हेरेँ अब अरू सबै ठाउँ अब यहाँ सौरा के भन्ने सबै गइसक्यो 20,000 ताल होइन त्यहाँ पुगिसक्यो हो। अनि आज यसो इन्टरनेटमा अरू के छ भन्दाखेरि यहाँ गोडी देखायो कि अनि दाइले त्यो जाम्निङ भन्ने ठाउँ छ जाम्निङ त्यो त त्यो सानो झर्ना अनि त्यसपछि ताल रहेछ अघिदेखिको झर्ना त्यही हो थियो कि क्या हो ए त्यहाँ चाहिँ एउटा त्यो इन्डियनको भ्लग हेरेको थिएँ युट्युबमा उसले चितवनको जाम्लिङमा यस्तो जङ्गल बिचमा यस्तो खोलाको बिचमा स्विमिङ पुल नेचुरल स्विमिङ पुल देखाएको थियो कि अनि अलिक फर्किँदा सोध्नुपर्छ भनेपछि फुस्लिङ जाने बाटो यही होला त्यसो त्यही त फुस्लिङ 40 किलोमिटर भनेपछि ए यहाँ होमस्टे पनि रहेछ ल हजुर हाइते छ होला यो 3,3500 मिटरै होला यो हाइट। फिस्लिङ मैले बजार लेखाएको छ फिस्लिङ मात्र लेखाएको थियो अघि तल अनि 40 किलोमिटर लेखाएको छ कि अनि ओहो यो डाँडाबाट पनि अझै फिस्लिङ भने 40 किलोमिटर रहेछ। अब त्यो बजार हो कि त्यो के हो त्यो चितवन जिल्ला पो कि अर्को जिल्ला पऱ्यो भनेर कहाँ ए यहाँबाट ए होला नारायणको त परेपछि हुनु पनि सक्छ। दाजुको भरतपुर कता नि ए म चाहिँ त्यो कैलाश नगरबाट आएको त्यहाँ सिएमसी कलेज चितवन मेडिकल कलेजबाट गडी भनेर माथि त चढ्यो अहिलेसम्म ठाउँ आइपुगेको छैन। उकालो ओह्रालो उकालो छ र फेरि अर्को उकालो यो त बस्ती नै आयो ए तपाईँ भरतपुरबाट ए म चाहिँ 2 बजी हिँडेँ होला 2 बजी हिँडेँ अनि गुगलमा म्याप राखेर हिँडेको म त पश्चिमतिर गएको छु अनि पुग्छु पुग्दैन म्यापले पनि केही काम गरेन अनि त्यहाँ लोकल मान्छेलाई सोद्धाखेरि त यहाँ तपाईँ त कति 4-5 किलोमिटर अन्त जानुभयो पूर्वी चितवन हो शक्तिखोर भन्ने कुरा गरे त्यसपछि फेरि अनि भरतपुरको मेन हाइवे निस्किनुपर्छ भनेर अनि क्याम्पसको बाटो हुँदै आएको त्यहाँ त्यसपछि त्यहाँदेखि त म्यापले ठिक भन्यो म्यापले दायाँ भयो दायाँ बायाँ भयो बायाँ लाग्दै आयो नि त
यो डाँडा कतै बस्यो होला त्यो बजार सायद 40 किलोमिटर हुन्छ टाढै हुन्छ 40 किलोमिटर हाम्रो शक्ति 4 बाट यो 11 किलोमिटर रहेछ 11 किलोमिटर यति टाढो छ अनि नगिस फुल आइसक्यो गेट हेर्दा यो ऐतिहासिक किल्ला जस्तो लाग्यो अब यसको इतिहास के पढ्न पाइन्छ होला हेरौँ तर के हो टिकट लिनु पनि तर आज बन्द हो कि के हो छैन त गेट खुल्ला खुल्ला आज टिकट गर्छु म बन्द के हो पट्टाङ्गरी संस्कृति परिचय पट्टाङ्गरी चितवनको पुरानो सदरमुकाम हो यो पहिलाको पुरानो सदरमुकाम रहेछ यो डाँडा चाहिँ 1275 उचाइमा रहेछ
संक्षिप्त परिचय गरिहाल्यो। हल्का बुझ्नुपर्छ ढुङ्गे धारा देखेपछि त हाम्रो काठमाडौँको संस्कृति सम्पदाको याद आइहाल्छ। यस चितवनले पनि ढुङ्गे धारा जडान गरेकोमा खुसी लाग्यो। सायद यसको श्रेय नेपाली सेना सबुज गर्नलाई जान्छ होला। अप्पर डाङ्गरी आइपुग्यो। दादा भित्र पस्नु किल्लै रहेछ त्यो किल्ला जस्तो बनाएर छ ल दामी। किल्लै रहेछ। टोपको नाम अहिले त पत्थरै होला। आउने यहाँ भित्र म्युजियम जस्तो रहेछ।
जनजातिको वेशभूषा रहेछ हाम्रो पाल्पा दरबारको म्युजियममा जस्तै। जाने भयो बिस्तारै ओह्रालो छ नि त यो ठाउँ नपुग्दासम्म हो टाढो लाग्ने ठाउँमा पुगेपछि त अनि त पाँच त बज्न लाग्यो होला गरिरहेछ मोबाइल 5 बजे ठिकै